के छ? आराम हुनुहुन्छ? तपाईँलाई नै भन्दैछु, माथि नसार्नु होला। काट्यो नि जिन्दगीको 35 वर्षभन्दा माथिको उमेर। कस्तो लाग्यो? अब के हुन्छ होला यस पछाडिको उमेर? 35 वर्ष काट्नु लगभग आधा जिन्दगी सिद्ध्याउनु। अब जिन्दगीको बाटोमा उकालो होइन ओह्रालोहरू भेटिँदै जान्छ। रहरका रुखहरूमा अब कोपिला फुल्दैन, फल पाक्न झर्न र कुहिन सुरु गर्छ। अब दिनहरू छोटो र रातहरू लामा हुँदै जान्छन्। सपना, आशा र भरोसाका जुन आकार त्यति साना हुँदै जान्छन्। मन कहिले संवेदनशील हुन्छ र सम्झनामा हराउँछ। साना साना दुःखहरूमा रुन्छ अब, अनि सानो खुसीमा पनि मुस्कुराउँछ। भावनाहरूले अझ गहिरो अर्थ खोज्न थाल्छन् यो उमेरमा। भावनाहरूले अझ गहिरो अर्थ खोल्न थाल्छ। को आफ्नो हो, को पराई हो, त्यो पनि चिनाए चाहिँ लाग्छ। रिसभन्दा क्षमा मिठो, प्रतिस्पर्धाभन्दा प्रेम मिठो लाग्न थाल्छ। सपनाहरूको साँघुरो बाटो हुन्छ, मनमा कता कता अँध्यारो अँध्यारो लाग्छ। तर पनि बुढ्यौली अन्त्य होइन, अनुभवको उत्सव हो। शरीरमा परेको हरेक चाउरीपन जति छ त्यो तपाईँको सङ्घर्षको स्वर हो। बी ह्याप्पी, स्टे ह्याप्पी।